मलाई चाहिँ एकदम पुरा मनपर्छ भिडियो। ओके थ्याङ्क यू। हेलो साथी हो सबैजनालाई मेरोबाट सेवारो नमस्ते है। यो तपाईँहरूकै हो यो मजाको रहेछ है मजाको रहेछ है। अन्त अलिकति कन्टेन्ट भिडियोहरू बनाऊँ भने टाइम पाउँदैन ड्युटीले गर्दा साथी हो। अनि म चाहिँ अब चाहिँ हल्का भ्लगिङ पनि स्टार्ट गरेको है। कहाँ जाँदैछु के गर्दैछु हजुरहरूलाई एकदमै म अपडेट दिनेछु है। अन्त आशा गर्छु मलाई माया गरिदिनुहुन्छ मेरो त्यो कन्टेन्टमा पनि है। मेरो टायर चाहिँ नयाँ चेन्ज भएको अवस्था साथी हो हेर्नु सक्नुहुन्छ। यो चाहिँ मैले नयाँ रिङ लगाएको हो। पुरानो रिङ चाहिँ मैले रिजर्भ गरिदिएको व्हिलट हुनुको कारणमा। अन्त यो दाजु मेरो पुरानो रिङ है। पुरानो रिङको अवस्था चाहिँ हेर्नु सक्नुहुन्छ यस्तो भएर हो। पुरानो रिङ चाहिँ यस्तो भएको थियो त्यही कारणले व्हिलट भएर चाहिँ यसमा चाहिँ नटै फिटिङ हुँदैन नि त व्हिलट भयो भने कि। अन्त यो दुलो नै ठुलो भयो यो दुलो छ नि यो दुलो ठुलो भयो नि त सबै खाएर यस्तो भएको छ। अन्त यो कारणले चाहिँ ठुलो प्रब्लम हुनसक्छ नि गाडी व्हिलट भएर चक्का क्राममै खोल्यो भने व्हिलट हुन्छ एक्सिडेन्ट हुने प्रब्लमहरू हुन्छ। त्यही कारणले मैले चाहिँ नयाँ हालिदिएँ है। हाम्रो बुबुले फिटिङ गर्नु हुँदैछ नयाँ रिङ हालिदिएँ। आजदेखि चाहिँ झक्कास कुदाइ हुन्छ मेन लाइनतिर पनि हो। यस्तो व्हिलट हुँदाखेरि चाहिँ मगानबाट आएको साथी हो म चाहिँ कि। मैले 1 घन्टा 2 घन्टामा आउने बाटो चाहिँ म चाहिँ 5 घन्टा लगाइदिएँ। अलिकति कुद्छ गाडी हो अनि ट्याङ 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 गर्छ नट ढिला भइहाल्छ। बाटो रोक्दै नट कस्दै आएको म मगानबाट चाहिँ बिहान हिँडेको बेलुका मात्रै आइपुग्यो हो। त्यो कारणले जेसुकै होस् भनेर मैले नयाँ रिङ लगाइदिएँ आजको दिनमा। आज म सिङताम आएको थिएँ है। सिङताम तल गोलीटार। अन्त एकजना मेरो भ्युवर भाइसँगको भेटघाटको भिडियो लिएर आएको तपाईँहरू बिचमा है। उहाँ नेपाली होइन तर पनि नेपाली बुझ्नुको कारणमा चाहिँ मेरो भिडियो हेर्नु हुँदो रहेछ है। अन्त मेरो भाइ मलाई सपोर्ट गर्ने माया गर्ने है। आपको कैसा लगता है मेरा वीडियो? आपका वीडियो अच्छा लगता है, बनाइए अच्छा है, कोई ये नहीं है, बट मैं देखता हूँ आपका जो साइड वगैरह होता है ना अच्छा लगता है हमको, बहुत अच्छा लगता है। इसके लिए अब मैं भी एक आपका फॉलोवर ही हूँ, उसके लिए अब अच्छा लगता है बस। ओके शुक्रिया।